के तपाईँ आइपिओ नपरेर दिक्क हुनु भएको छ? 4-5 वटा आइपिओ भर्दा एउटा पनि परिरहेको छैन? के तपाईले आइपिओ एप्लाई गर्दा कुनै मिस्टेक त गरिराख्नु भएको छैन? आइपिओ भर्दा कुन दिनमा कति बजे र कसरी एप्लाई गर्दा पर्ने चान्स बढी हुन्छ भनेर मलाई तपाईहरुमध्ये धेरैले सोधिराख्नुहुन्छ। सो आज हामी त्यही विषयलाई लिएर विस्तृत रूपमा कुरा गर्नेछौं। हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल एभ्रीवान। आजको भिडियोमा हामी आइपिओ किन पर्दैन र के गर्यो भने आइपिओ बढी पर्ने चान्स हुन्छ भन्ने विषयमा विस्तृत कुराकानी गर्नेछौं। यदि तपाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ र तपाईहरुलाई पनि शेयर मार्केट रिलेटेड, अनलाइन इन्कम, फ्रीलान्सिङ जस्ता टपिकहरुमा इन्ट्रेस्ट लाग्छ भने मेरो युट्युब च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला। सब्स्क्राइब गरिसकेपछि त्यो बेल नोटिफिकेसनलाई पनि प्रेस गर्नु होला। त्यसो गर्यो भने मैले हालेका नयाँ भिडियोको नोटिफिकेसन सिधै तपाईको फोनमा जानेछ। अब ढिला नगरी लागौं भिडियोतर्फ। मेरै कुरा गर्ने हो भने मलाई धेरै जसो आइपिओ परिरहेको हुन्छ। निफ्रामा 60 किता पनि मलाई नै परेको थियो। त्यसपछि मलाई युनियन लाइफ इन्स्योरेन्सको पनि आइपिओ परेको थियो। मलाई सानीमा लाइफ इन्स्योरेन्सको पनि आइपिओ परेको थियो। मलाई ज्योति लाइफ इन्स्योरेन्सको नि आइपिओ परेको थियो। मलाई ग्रीन लाइफको नि पर्यो। त्यसपछि प्रभु लाइफ इन्स्योरेन्सको नि पर्यो। ग्रीन लाइफ हाइड्रो पावरको नि पर्यो। लगायत अहिले रिसेन्टली साहस ऊर्जा र मध्य भोटेकोसीको आइपिओ पनि पर्यो। सो मेरो कुरा गर्ने हो भने मलाई लगभग 5 वटा आइपिओ भर्दा 2 देखि 3 वटा आइपिओ परिरहेको हुन्छ। त्यसकारण आजको भिडियोमा मैले आफूले कसरी आइपिओ भर्ने गरेको छु भनेर तपाईलाई जानकारी दिनेछु। तर त्यतातिर जानुभन्दा अगाडि एउटा कुरा बुझ्न निकै जरुरी छ। तपाई हामी मध्ये धेरैलाई आइपिओ नपर्नुको कारण आइपिओ रिजेक्सन पनि हुन सक्छ। धेरैले त्यो कुरा ख्याल नगर्नु भएको हुन सक्छ। आइपिओ रिजेक्ट भएर नपर्नुको पछाडी 2 मुख्य कारणहरू छन्। पहिला ती कारणहरूको बारेमा कुरा गरौँ, त्यसपछि मैले आफूले कसरी आइपिओ एप्लाई गर्ने गरेको छु भन्ने विषयमा हामी कुरा गर्नेछौँ। तो के हुन्छ त्यो 2 मुख्य कारणहरू जसले गर्दा तपाईको आइपिओ रिजेक्ट हुन्छ? फर्स्ट कारण हो मल्टिपल एप्लिकेसन फ्रम डिफरेन्ट डिम्याट अकाउन्ट। यदि तपाईहरुसँग 2टा डिम्याट अकाउन्ट छ भने आइपिओ एप्लाई गर्दा बस एउटा डिम्याट अकाउन्टबाट मात्र एप्लाई गर्नु होला, एउटा एप्लिकेसन मात्र भर्नु होला, 2 वटा कहिले पनि नभर्नु होला। त्यसो गर्यो भने 2टैबाट पर्दैन। हामी मध्ये धेरैलाई त लोभ लाग्न सक्छ 2टाबाट भर्यो भने एउटा न एउटा मात्र पर्ने चान्स बढी हुन्छ भन्ने सोच हुन्छ। त्यसो हुँदैन। तपाईले 2टाबाट भर्नु भयो भने तपाईको 2टै डुप्लिकेट भनेर 2टै एप्लिकेसन डिस्क्वालिफाई हुन्छ, रिजेक्ट हुन्छ। तपाईले त्यो कुरा गर्नु भइरहेको छ भने त्यो कुरा बन्द गर्नुहोस्। अब जाउँ रिजन नम्बर 2 तर्फ। रिजन नम्बर 2 मा तपाईको इन्सफिसिएन्ट ब्याङ्क ब्यालेन्स। तपाईको डिम्याट अकाउन्ट जुन ब्याङ्कसँग लिंक भइरहेको छ त्यो ब्याङ्कमा ब्याङ्क ब्यालेन्स हुन जरुरी छ। जस्तै तपाईले 1000 रुपीस को आइपिओ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईको ब्याङ्कमा एटलिस्ट 1000 अवेलेबल ब्यालेन्स हुनु पर्यो। यदि तपाईले 10000 वर्थ को आइपिओ एप्लाई गर्दै हुनुहुन्छ भने तपाईको ब्याङ्क ब्यालेन्समा 10000 अवेलेबल ब्यालेन्स हुनु पर्यो। यदि त्यो भएन भने पनि तपाईको आइपिओ रिजेक्ट हुने गर्छ। यी 2 मुख्य कारणहरू छन् जसले गर्दा आइपिओ रिजेक्ट हुने गर्छ। यो कुराहरुमा चाहिँ तपाईले एकदम ध्यान दिनु होला। यसलाई फलो गर्दै नगर्नु होला। तर यदि तपाईहरुले यी 2 मिस्टेक गरिराख्नु भएको छैन, त्यही पनि तपाईहरुलाई आइपिओ परिरहेको छैन भने के गर्ने त? हामीले आफ्नो वरपर मान्छेहरुको कुरा सुन्यौ भने कसैले बिहान उठ्ने बित्तिकै आइपिओ एप्लाई गरेपा बढी पर्ने चान्स हुन्छ भनेर भनेका हुन्छन्। भने कसैले राति सुत्ने बेलामा आइपिओ एप्लाई गर्यो भने बढी पर्ने चान्स हुन्छ भनेका हुन्छन्। त्यस्तै कसैले आइपिओ खुलेको फर्स्ट दिनमै एप्लाई गर्यो भने बढी पर्छ भन्छन्। भने कसैले आइपिओ बन्द हुने लास्ट डेटमा एप्लाई गर्यो भने पर्छ भन्ने हुन्छन्। कसको कुरा मान्ने त? आखिर फ्याक्ट के हो त? रियालिटी के हो त? कुन बेला र कसरी एप्लाई गर्यो भने बढी पर्ने चान्स हुन्छ त? खासमा फ्याक्ट कुरा गर्ने हो भने यी सबै तर्कहरू गलत छन्। आइपिओ एलटमेन्ट प्रोसेस एकदम र्यान्डमली लकी ड्रद्वारा हुने गर्छ। सो तपाईले आइपिओ खुलेको दिनदेखि आइपिओ बन्द हुने दिनसम्म जुनसुकै समय र जुनसुकै दिनमा आइपिओ एप्लाई भरे पनि त्यसले कुनै पनि किसिमको फरक पार्दैन। कुरा एउटै नै हो, जुनसुकै टाइममा भर्नुस्, जुनसुकै समयमा भर्नुस्, त्यसले फरक पार्दैन। यो कुरा फ्याक्ट हो, दिमागमा राख्नुहोस् यो कुरा। त्यही पनि मैले आफूले कति बजे एप्लाई गर्ने गरेको छु भन्ने कुरा चाहिँ मैले आज भन्छु हजुरहरुलाई। खासै भन्न पर्ने कुरा त होइन, किन भन्दाखेरि इट डजन्ट म्याटर। त्यही पनि तपाईहरुले सुन्न चाहनुहुन्छ भने मैले त्यो कुरा पनि आज भन्नेछु। सो खासमा मैले कसरी एप्लाई गरिरहेको छु त आइपिओ? मैले आइपिओ मा खासै ध्यान दिने गरेको छैन। सो भोलि एप्लाई गर्छु भनेर साँची राख्दा कहिलेकाहीँ भुल्न पनि सकिने चान्स हुन्छ। सो मैले के गर्ने गरेको छु भन्दा मैले आइपिओ खुलेको दिनमै त्यही दिन नै आइपिओ एप्लाई गरिरहेको छु। कहिलेकाहीँ भुलेर 2-3 दिन पछि गर्ने गरेको छु। तर म्याक्सिमम टाइम चाहिँ मैले जुन दिन आइपिओ खुल्छ त्यही दिन नै भर्ने गरेको छु। धेरैसो आइपिओ 10 बजे खुल्ने गरेको हुन्छ र मैले म्याक्सिमम आइपिओहरू चाहिँ तपाईको 11 बजे भित्र चाहिँ भरिसकेको हुन्छु, खुलेकै दिनको 11 बजे भित्र। अनि मैले आइपिओ एप्लाई गर्दा जम्मा 10 किता मात्र एप्लाई गर्ने गरेको छु। त्यो भन्दा बढी मैले एप्लाई गर्दिन, किन भन्दाखेरि पर्ने चान्स पनि हुँदैन। र यदि तपाईहरुलाई आइपिओ कहिले खुल्दैछ र कुन आइपिओ मा कति किता एप्लाई गर्दा ठीक हुन्छ भन्ने कुरा रेगुलरली तपाईलाई अपडेट चाहिन्छ भने तपाईले मेरो टिकटक प्रोफाइल चेक गर्न सक्नुहुन्छ। यसमा मैले हरेक आइपिओ को खुल्ने डेट अनि यसमा कति किता आइपिओ एप्लाई गर्दा ठीक हुन्छ भन्ने विषय